जोजोलपा नेपाल भाषा लर्निङ हजुर पनि सेभ नेपाल भाषा क्याम्पेनलाई सहयोग गर्न चाहनुहुन्छ भने यो भिडियो अथवा ब्लगलाई सोशल मिडियामा सेयर गर्न सक्नुहुन्छ र अरू कसैले देख्ने गरी कतै लेखेर अथवा प्रिन्ट गरेर राख्न सक्नुहुन्छ र भिडियो पौज गरेर यो सानो एउटा मेसेज पढ्न सक्नुहुन्छ र त्यस्तै भिडियो पौज गरेर अर्को एउटा छ नेपाल भाषा छिटो सिक्नको लागि टिप्स यो पनि पढ्न सक्नुहुन्छ र नेपाल भाषा जति धेरै प्र्याक्टिस गर्नुहुन्छ त्यति छिटो सिक्नुहुन्छ त्यसैले हजुर एक्लै हेर्दै हुनुहुन्छ भने हजुरसँगै अब कोही साथी दाजुभाइ अथवा श्रीमान अथवा श्रीमती कोही सँगै छ भने सँगै हेर्न सक्नुहुन्छ र पछि सँगै प्र्याक्टिस गर्न सक्नुहुन्छ र अब आजको टपिक सुरु गरौँ आजको टपिक छ चोर यो प्रिभियस भिडियोमा पनि मैले भनेको थिएँ कि हजुरले हेर्नुभएको भए मेल चोरलाई खु भन्छ र फिमेल चोरलाई खुनी भन्छ Number 1. Handsome chor. Handsome khu. Cute chor. Isi du ma. Isi du ma khu. अथवा isi du ma khuni for female khuni. isi du ma केटा केटी दुवैले भन्न सकिन्छ राम्रो चोर बा बा लामो खु बा लामो खु यो यस्तो पनि गर्न सकिन्छ लामो यो बा मात्र होइन कि बा हो यो बा लामो भन्नाले अब अनुहार राम्रो पनि हुन सक्छ अथवा बानी व्यवहार राम्रो पनि हुन सक्छ अथवा मान्छे राम्रो मान्छे पनि हुन सक्छ नेक्स्ट नम्बर तिमी मेरो चोर छ जिगु जिगु खु छ जिगु खु नेक्स्ट नम्बर मेरो मन चोर जिगु नुग नुग अर्थात् मन खु जिगु नुग खु तिमी चोरलाई पक छ खु या त आ से आसे छ खु या त आसे नेक्स्ट नम्बर मलाई मन पर्ने चोर जी त य म यस्तो पनि गर्न सकिन्छ य म अथवा यो हटाउँदा पनि ठिक छ य म खु जी त य म खु नेक्स्ट नम्बर तिम्रो मन कसले चोर्यो छङ्गु नुग सुना खुल छङ्गु नुग सुना खुल नेक्स्ट नम्बर मन चोरलाई के भन्ने नुग खु या त छु थ्यागु नुग खु या त छु थ्यागु नेक्स्ट नम्बर मेरो मन चोरेर लैजाऊ जिगु नुग खुया यङ्की जिगु नुग खुया यङ्की मनमा लुकी राखेको चोर नुगले सुला चोम खु नुगले सुला चोम खु मन चोरलाई मन पराइसके नुग खु या त ये के धुन नुग खु या त ये के धुन अब यसमै हामीले अर्को पनि जोड्न सक्छौं जस्तै मन चोरलाई मन पराइसके भन्नुको सट्टा अब यसलाई मन पर्यो पनि भन्न सकिन्छ मन पर्यो चाहिँ नि नेपाल भाषामा यल भनिन्छ यल र यलको अर्को अर्थ ललितपुरलाई अथवा पाटनलाई पनि यल भनिन्छ नेपाल भाषामा
नेपाल भाषामा पाटनलाई यल भनिन्छ, भक्तपुरलाई खोप भनिन्छ र काठमाडौँलाई यी भनिन्छ। हुन त यो टपिकसँग रिलेटेड छैन, तैपनि अहिले सम्झेको बेला भएकोले मैले भनिदिइहालेको। यल खोप यी, काठमाडौँ यी, य र माथि यस्तो राखेर थोप्ला चन्द्रबिन्दु हुन्छ यी। अब यसलाई फुल सेन्टेन्समा पढिदिन्छु म। मन चोर मन पर्यो, नुगा खु यल। मेरो मन कसले चोरेर लग्यो, जिगु नुगा सुना सुना खुया खुया यङ्कल यङ्कल। जिगु नुगा सुना खुया यङ्कल। यसमा यो एउटा त पनि थप्न सकिन्छ जस्तो लाग्यो मलाई। मेरो मन कहाँ छ, जिगु नुगा गन डु, गन भन्नाले कहाँ, कहाँ छ अर्थात् डु, जिगु नुगा गन डु। नेक्स्ट नम्बर, अर्काको मन त्यसै चोर्न पाइन्छ, मे पी न्यू न्यू। मे पी न्यू नुग नुग अठे खुई खुई दैला दैला। मे पी न्यू नुग अठे खुई दैला। यसमा पनि मैले एउटा थपेँ, अघि न मन मात्र भइरहेको रहेछ। अर्काको मन, मे पी न्यू नुग। अथवा यसमा अर्काको सट्टा मेरो राख्नुहुन्छ भने, मेरो मन त्यसै चोर्न पाइन्छ भन्नुहुन्छ भने चाहिँ यसमा जिगु लेख्नु भए हुन्छ, जिगु। किनभने मे पी न्यू अलिकति प्रोनाउन्सिएसन गर्न गाह्रो भएदेखि प्र्याक्टिसको लागि अहिले जिगु राख्नु भए पनि हुन्छ, यो अलि सजिलो हुन्छ। मन चोरलाई फेरि एकचोटि हेर्न मन लाग्यो, नुग खु या त हान अथवा हाक्न, हाक्न छक स्वे मासी होला। नुग खु या त हान छक स्वे मासी होला, नुग खु या त हाक्न छक स्वे मासी होला। यसमा यो अलिकति साहित्यिक वर्ड चाहिँ नि हाक्न जस्तो लाग्छ मलाई। र अब हामीले हाम्रो कम्युनिटीमा हाक्न भन्दैनौँ, तर कोही कोही मान्छेले हाक्न भन्ने पनि सुनेको छु मैले। बट हामीले प्रायः जसो अब बोलचालीमा हान भन्छौँ, हान छक भन्छौँ। मेरो विचारमा यो हाक्न साहित्यिक वर्ड चाहिँ नि पछि ब्रोकन भएर हान भएको हुनुपर्छ। तर अब साहित्यिक रूपमा जानुहुन्छ भने चाहिँ हाक्न ठिक हुन्छ। र अब हाम्रो कम्युनिटीमा चाहिँ हान भन्छौँ। र भक्तपुर अथवा काठमाडौँ बाहिर, भक्तपुर काठमाडौँ यो बाहिर पनि अरू ठाउँमा चाहिँ अलिकति स्लाइटली फरक हुन सक्छ। हजुरहरूको ठाउँमा अलिक फरक भएदेखि कमेन्ट गर्न सक्नुहुन्छ। र अब हाक्न भन्दाखेरि मलाई एउटा गीत पनि याद आयो। एउटा गीत छ, स्वेगु मन जुलरे छन्त छक हाक्न भन्ने, हाक्न भन्ने यो गीत छ। यो असाध्यै राम्रो लभ सङ छ, एकचोटि युट्युबमा सर्च गरेर हेर्नु होला। यो नेपाल भाषाको पपुलर सङ मध्ये एक हो र मलाई एकदम मनपर्ने गीत पनि हो र आशा छ हजुरलाई पनि मनपर्छ होला। नेक्स्ट, मन चोरले मेरो निन्द्रा बिगारिदियो, नुग खु न जिगु न्य न्य शङ्का शङ्का बिल बिल, नुग खु न जिगु न्य शङ्का बिल। यसमा चाहिँ नि अब निन्द्रा मात्र होइन, अब अरू कुरा पनि हामीले शङ्का बिल भन्न सक्छौँ। जस्तै बिगारिदियो भन्नको लागि, अरू केही कुराहरू पनि बिगारिदियो भन्नको लागि चाहिँ शङ्का बिल यो वर्डहरू हामीले युज गर्न सक्छौँ।
र यसमै अर्को एउटा पनि जोडियो न्य भनेको निन्द्रा भयो। अब निन्द्रामा भन्नको लागि चाहिँ नि ले भन्छौँ। न्यले अर्थात् निन्द्रामा। र अर्को निन्द्रा लागिराख्यो भन्नको लागि न्य वया चोन पनि भन्छौँ। र अर्को एउटा पनि म भनिदिइहाल्छु, यो रिलेटेड होइन तै पनि अर्को टपिकमा कहिले कहाँनिर आउँछ त्यो भन्न सकिन्न, त्यसैले अहिले नै भनिदिन्छु म। कहिलेकाहीँ हामीले भन्छौँ कि यो निन्द्रामा हो कि म बिउजिँदाखेरि हो, मलाई थाहै भएन जस्तो सेन्टेन्सहरू पढ्नु पर्दाखेरि चाहिँ नि न्यला जला जी मसिला भन्छौँ। जस्तै कि निन्द्रा हो कि बिउजेको भन्नलाई चाहिँ नि न्यला जला। नेक्स्ट नम्बर, मन चोरले निन्द्रा पनि चोरेर लग्यो। नुग खु खु, यसमा खु मात्र होइन एच पनि छ पछाडि, खु हुन्छ। न्य न खुया यङ कल। नुग खु न्य न खुया यङ कल। मेरो मन कहिले चोरेर लग्यो थाहा भएन। जिगु नुग गब्ले खुया यङ कल मसिल। जिगु नुग गब्ले खुया यङ कल मसिल। थ्याङ्क यू, आजलाई यति नै। र हजुरहरूलाई पनि कुनै यस्तो सेन्टेन्सहरू छ र त्यसको मिनिङ बुझ्न मन लागेको छ भने मलाई यो फेसबुक फ्यान पेजमा मेसेज गर्न सक्नुहुन्छ। र म नेक्स्ट भिडियोहरूमा हजुरको यो क्वेरिजहरूलाई भिडियो बनाएर ल्याउने कोसिस गर्नेछु। र अब केही सल्लाह सुझाव भएदेखि मलाई भन्न सक्नुहुन्छ। त्यतिन्जेल अब नेक्स्ट भिडियो छिटै लिएर आउनेछु। त्यतिन्जेलको लागि बाई भन्न चाहन्छु। थ्याङ्क यू, सुबाय।